यो भाइरल पुलमा ठक्कसितले घुम्न आएको थियौँ होइन। बिहानतिर आएको, अब घुम्दा 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 रिङ्गटा लाग्न थालिसकेको छ भने चाहिँ होइन भाइ। निकै बेर घुम्यो नि त, घुमियो धेरै बेर। धेरै बेर घुमियो। बिहान भात खान आएको, अब बेलुका भात खान पुगिन्छ। अनि घुम्दा घुम्दा रिङ्गटा लगाएर हामी चाहिँ अब यहाँ हिँड्न पनि नसकेर बिस्तारै बामे स्टाइलमा हिँड्दैछौँ। अनि गाइस के भन्छ, हजुरहरू पनि आउनु होला। यो ठ्याक्कसितले यो भाइरल पुल हो अहिले। यस्तो मजाले हावा आउँछ जुन अब त्यो एसी खालको हावा टक्कसितले आउँछ होइन। एकदमै बिन्दास हुन्छ यहाँ चाहिँ। अनि यहाँ चाहिँ केटाहरू टक्कसितले खोलामा बालुवाहरू पनि उठाउँदो रहेछ यसरी। अब के भन्न चाहनुहुन्छ बालु उठाउनको लागि तपाईँको ठाउँमा छ। अनि के भन्छ के अरे घुम्न आएको थियौँ। अब हामी चाहिँ घुमेर सल्लाहसितले फर्किने बेला पनि भइसकेको छ घरतिर। अनि त्यस्तै छ यहाँ चाहिँ एकदमै अब इन्जोय हुन्छ क्या, रमाइलो हुन्छ। एकदमै लामो हो क्या नेपाल। यो चाहिँ नेपालकै लामो पुल भनेर नि अब भाइरल भएको थियो पहिला एकचोटि। अनि अब त्यही हो, खोला कहिले सुक्दैन। अनि के भन्छ, समुद्र कहिले सुक्दैन। त्यस्तै गरी यो पनि अब भाइरल भएको हो पहिला एकचोटि अब भाइरल। अनि फाइनली गाइस यहाँ चाहिँ अब त्यो मान्छेहरूले अब नेचुरल स्विमिङ पनि छ होइन। स्विमिङ पनि म ठ्याक्कसितले क्यामेरा घुमा देखाइदिन्छु। स्विमिङ चाहिँ यो तल छ ठ्याक्कसितले मजाले पौडी खेल्ने तप्ल्याङ तुप्लुङ होइन। स्विमिङ कस्तो लाग्यो, स्विमिङहरू छ यता पनि छ। अनि स्विमिङहरू कस्तो लाग्यो, स्विमिङ गर्ने ठाउँ पनि छ। अनि त्यहाँदेखि चाहिँ नेपालकै यो चाहिँ लामो पुल हो, झोलुङ्गे पुल नेपालको लामो हो कि नि त भाइ। एकदम यसको अब लम्बाइ चाहिँ कति छ त्यो ट्याक्कै भन्न सकिँदैन, एजेस्ट यति रे भनेर चाहिँ। तर अब ठिकै छ, अब पहिला चाहिँ थियो अब थाहा थियो, अब बिर्सिरहेको हुनसक्छ। अनि त्यही हो अब ठ्याक्कसितले दामी छ। अब यहाँ तन्द्राङ तुन्द्रुङ यसरी झुनिएर होइन यसो उसो गर्दा नि भयो। अनि त्यही छ। अनि फाइनल्ली गाइस अब ऊ चाहिँ भाइ हो, उसले नै लिएर आएको मलाई चाहिँ। अब यहाँ थाहा पनि थिएन। अब दाइ यहाँ यस्तो छ, एकदम मजा हुन्छ। म्याका अल्छी लाग्दाखेरि जाने 37 पारामा जाने हो दाइ, घुम्नुपर्छ भनेर भाइ लिएर आएको थियो। अनि आएको यो रमाइलो लाग्यो, ठाउँ दामी छ होइन, दामी रहेछ। मन लाग्यो भने आउनु होला तपाईँ। अनि भिडियो के कस्तो लाग्छ, अब यो ठाउँ मन पर्यो भने ठ्याक्कै घुम्न आउन सक्नुहुन्छ होइन। यहाँ चाहिँ अब नयाँ वर्षको दिन चाहिँ यहाँ यो पुलमा अब वार पार गर्ने मान्छे ठाउँ हुँदैन, त्यस्तो हारालो हुन्छ। अब अहिले चाहिँ अब यहाँ सुखाराम भएको छ अब खडेरीले गर्दाखेरि, केले गर्दाखेरि। सो द्याट त्यस्तै भन्दै आयो। ल गाइस भिडियो कस्तो लाग्छ प्लिज भिडियोलाई दबाएर लाइक कमेन्ट सेयर भन्दै यो भिडियोबाट चाहिँ हामी बिदा हुन जान्छौँ। र गाइस हजुरहरू पनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै यो भिडियोबाट चाहिँ हामी दुई भाइ बिदा हुन चाहन्छौँ। ट्याक्क लाएर भिडियो हेरिदिनु होला के कस्तो लाग्छ। अनि भिडियोलाई मैले अघि भनेको छु दबाएर सेयर गरिदिनु होला। अनि यो पुल घुम्न आउनु भयो भने चाहिँ तपाईँहरूको लागि चाहिँ अब के छ भने मलाई इनकेस यही पुलमा म भइरहेको प्राय गरी। अनि ठ्याक्कैसितले मलाई देख्नुभयो भने चाहिँ यसको लागि चाहिँ म तपाईँलाई दामी भिजिट गरिदिन्छु। त्यसमा अब कुनै उयो हुँदैन। म अब के कस्तो कस्तो छ यसको लागि भिजिट म गराइदिन्छु। यहाँ आएर मलाई सम्झिनुभयो भनेदेखि यो थाहा पनि छ होला कति साथीहरूलाई थाहा नभएको पनि हुनसक्छ। तर फाइनली अब मलाई चाहिँ धेरै अगाडिदेखि थाहा थियो, घुम्न आइरहेको छु म चाहिँ प्राय गरी यतै हुन्छु। अनि त्यो भिडियो टिकटक बनाउने काम गर्छु यहाँ आएर चाहिँ। भाइ रमेशको चाहिँ दैनिकी नित्य काम भनेको यस्तै पर्छ, वार पार गर्ने यताउति के हुन्छ होइन। भन्दै यो भिडियोबाट चाहिँ साँच्चै अब बिदा हुन जान्छौँ, किनभने काम पनि परिसकेको छ, घरदेखि फोन पनि आइसकेको छ, बिहानै आएको, अब बेलुका नि हुन लागेको छ। भन्दै आज यो भिडियोदेखि बिदा हुन चाहन्छौँ हामी दुई भाइ। बिदा दिनुहोस्, हस् त।